फ्रेन्ड्स, राधा वल्लभ, राधे राधे सबैलाई। म आज तपाईँहरूलाई एउटा सानो कुरा सेयर गर्न गइरहेको छु होइन, जुन चाहिँ मेरो मन्थली डिक्लेरेसनको बारेमा हो होइन। अनि तपाईँहरूमध्ये पनि सबैजना आशा गर्छु मन्थली डिक्लेरेसन सधैँ गर्नुहुन्छ हरेक मन्थ होइन। सो यो जनवरी मन्थको मन्थली डिक्लेरेसनमा मलाई केही सानो कुराहरू मलाई मेनिफेस्ट गर्न लागि होइन, मैले यतिकै सडनली फ्लोमा लेखिदिएको होइन। कतिपटक म जुन कुरा चाहन्छु होइन डेस्पिरेटली त्यो कुरा हुँदैन मेनिफेस्ट, अनि कतिपटक म जुन कुरा चाहन्छु कतिपटक म जुन कुरा चाहन्छु डेस्पिरेटली त्यो कुराहरू मेनिफेस्ट हुँदैन, अनि कतिपटक म जुन कुरा चाहँदैन त्यो कुराहरू धेरै छिटो मेरो मेनिफेस्ट भइहाल्छ। सो मैले आज चाहिँ मन्थली डिक्लेरेसन जनवरी मन्थको, हुन त 1 जनवरीको नै मलाई लाइक हरेक मन्थको स्टार्टिङमा तपाईँले फर्स्ट डे नै तपाईँले यो मन्थली डिक्लेरेसन गर्नुपर्छ होइन, तर मैले हल्का ढिला गरिदिएको होइन। सो ढिला गर्दाखेरि मैले आज लेखेँ होइन, त्यही रिजनले गर्दा। सो तपाईँ म देखाउँछु होइन मेरो मन्थली डिक्लेरेसन, अनि यसबाट के पुरा हुन्छ। मैले जति बेला पनि मन्थली डिक्लेरेसन गरेछु मन्थको केही मन्थ पछि नै पाउँछ। कुनै सानो कुरावाला मलाई छिटै पाइहाल्छ, अनि कुनै कुरा मलाई एकदम ढिलो पाउँछ। सो जरुरी छैन तपाईँले लाइक जनवरीमा मेनिफेस्ट आफ्नो कुनै सानो विश वा ठुलो विश डिक्लेयर गर्नुभएको छ, त्यो जरुरी छैन तपाईँले यही मन्थमा पाइहालोस् वा यही इयरमा पाइहालोस्। कतिपटक हुन्छ नि त्यो अलाइनमेन्टमा आउन लागि हामीलाई हल्का टाइम लाग्छ, अनि हामी यो इयरको सट्टामा अर्को इयर पाइहाल्छौँ। जस्ट इक्जाम्पल, डिमोटिभेट नहुनुहोस् होइन। कतिपटक हामीले यो मन्थमा होइन फेरि नेक्स्ट 2-3 मन्थभित्र पाउँछ, यस्तो पनि हुन्छ होइन। हरेक कुरा एलाइनमेन्टमा आउन लागि पहिला हल्का टाइम लाग्छ होइन। तर कतिपटक मलाई धेरै कुराहरू म जहिले मन्थलीको फर्स्टमा डिक्लेयर गर्छु मन्थली डिक्लेरेसन, त्यसको जस्ट मन्थ के भन्छ मन्थ सिद्धिन लागेको त्योभन्दा अगाडि नै मलाई पाइहाल्छ होइन। मन्थ खत्तम हुन लाग्छ त्योभन्दा पहिला अनि म मेनिफेस्ट गरिहाल्छु आफ्नो मन्थली डिक्लेरेसनको कुनै पनि कुराहरू जुन म मेनिफेस्ट गर्छु होइन। सो यो हेर्नु होइन, मैले लेखेको छु 2026। हुन त हाम्रो नेपाली क्यालेन्डरले अहिले 2026 चलिरहेको छैन, तर बट मैले कतिपटक 2-3 पटक मैले 2000 लाइक इङ्ग्लिस डेटले म गरिदिन्छु, कन्फ्युजन बढी भइहाल्छ नि, त्यही भएर केही हुँदैन यसले। सो 2026 जनवरी मन्थ पुस महिना होइन, यस्तो गरेर मैले लेख्दैछु ताकि मलाई